हेलो साथीहरू, म चाहिँ आज छु मेरो करेसाबारीमा लसुनबारीमा। अनि मैले लसुनबारीमा के गर्दैछु त हेर्दै जानु होला। मैले चाहिँ मेरो लसुन समय नहुँदै किन उकाउँछु त्यो पनि म पछि देखाउँछु, हेर्दै जानु होला। अनि मेरो यो लसुनको दाना कस्तो कस्तो हुन्छ त्यो पनि वीडियो हो गया तो क्या सब करता है किन लासु खन्नु भछ र यत्रो भएको छ मेरो लसुन। अनि जोडले बोल्नु किन चाहिँ मैले यो समय नआउँदै किन उकाएँ भनेर म फेरि हजुरहरूलाई अर्को भिडियोमा देखाउँछु। पुरै उखाल्नु पर्यो भने त कस्तो राम्रो म टिकटक बनाएर बस्नु भएको तिमीले छुपाएर लान हाम्रो बोलियो सुना जाए के कतै गरे भन्नु के हाउ काय अब रिममा यो चाहिँ सबै उखाल्ने हो। सबै उखालेर अनि कति हुन्छ अनि देखाउँछु ल।